सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार भन्न चाहन्छु। आज हामीले सौर्यमण्डल र ब्रह्माण्ड पाठबाट भाग 3 लिएर उपस्थित भइसकेका छौँ। साथीहरू, तपाईहरूलाई म प्रश्न वाचन गर्नुभन्दा पहिले सानो रिक्वेस्ट राख्न चाहन्छु। यदि तपाईहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथीहरू, आउनुहोस् अब प्रश्न ढिला नगरिकन सुरु गरौँ। क्वेसन नम्बर 24 रहेको छ, मङ्गल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन बी। साथीहरू, क्वेसन नम्बर 25 मा साथीहरू कथन दिएको छ। कथन ध्यान दिएर सुन्नुहोला, ध्यान दिएर पढ्नुहोला। र ए मा राखिएको छ, बृहस्पति सबैभन्दा बढी उपग्रह भएको ग्रह हो। 25 यस्तो रहेको छ, सौर्यमण्डलका सम्बन्धमा तलका कुन भनाइ सही छैन? छनौट गर्नुहोस् भनेको छ। साथीहरू, ए मा यस्तो राखिएको छ कि बृहस्पति सबैभन्दा बढी उपग्रह भएको ग्रह हो। यो ठिक रहेको छ। बाहिरी प्रहरलाई जोभियन प्लानेट भनिन्छ। साथीहरू, यो जोभियन प्लानेट मात्र नभनेर कहिलेकाहीँ ग्यासीय प्लानेट पनि भन्ने गरिन्छ। त्यसकारण यो पनि कथन सही रहेको छ। त्यसपछि साथीहरू, अप्सन सी मा यस्तो राखिएको छ, पृथ्वी र अरुण ग्रहका बीचमा 4वटा ग्रहहरू रहेका छन्। यो चाहिँ गलत रहेको छ। साथीहरू, पृथ्वी र अरुण ग्रहका बीचमा 3वटा ग्रहहरू रहेका छन्। यो चाहिँ सही रहेको छ। त्यसकारण साथीहरू, प्रश्नले सोधेको सही जवाबको आधारमा यसको सही उत्तर अप्सन सी। अप्सन सी चाहिँ साथीहरू यसको सही, अरू चाहिँ अप्सनहरू सही दिएको छ। साथीहरू, क्वेसन नम्बर 26, सुमो आई र सुमो आइआई बीच जोडा मिलाउनुहोस्। कोडबाट सही उत्तर छानौट गर्नु। क्वेसन नम्बर 26 यस्तो रहेको छ। साथीहरू, सुमो आई र सुमो आइआई बीच जोडा मिलाउनुहोस्। सबैभन्दा ठुलो ग्रह बृहस्पति, सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध, पृथ्वीको सबैभन्दा निकटतम ग्रह शुक्र, रातो ग्रह मङ्गल। यसको सही जवाब रहेको छ साथीहरू अप्सन बी। यसको सही जवाब रहेको छ अप्सन बी। साथीहरू, क्वेसन नम्बर 27, सौर्यमण्डलमा सबैभन्दा ठुलो उपग्रह कुन हो? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन सी, ग्यानिमेड। साथीहरू, क्वेसन नम्बर 28, नेपालले कहाँबाट सर्वप्रथम सेटेलाइट प्रक्षेपण गर्यो? यसको साथीहरू सही जवाब रहेको छ अप्सन सी, चाइना। क्वेसन नम्बर 29, सूर्य ग्रह लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन सी, पश्चिमी भाग। साथीहरू, क्वेसन नम्बर 3, सही भनाइ छनौट गर्नुहोस्। सूर्य ग्रह लाग्दा सूर्यको पूर्वी भाग पहिले ढाकिन्छ। गलत। 13 को दिएका कथनहरूमा कथन नम्बर 1 मा रहेको छ, सूर्य ग्रह लाग्दा सूर्यको पूर्वी भाग पहिले ढाकिन्छ। गलत। चन्द्र ग्रह पूर्णिमाको दिन मात्र लाग्दछ। सही रहेको छ, चन्द्र ग्रह वर्षमा एक पटक लाग्दछ। साथीहरू, चन्द्र ग्रह वर्षमा 2 पटक लाग्दछ। सूर्य ग्रह लाग्दा सूर्यको पूर्वी भाग होइन, पश्चिमी भाग पहिले ढाकिन्छ। प्रश्नमा दिए अनुसार कथनको यसको सही जवाब हुन जान्छ अप्सन सी। साथीहरू, क्वेसन नम्बर 31, चन्द्रमाको गुरुत्व प्रवेग पृथ्वीको गुरुत्व प्रवेगको कति गुणा हुन्छ? यसको सही जवाब रहेको छ 1/6। साथीहरू, यस्तै किसिमका विभिन्न प्रतिस्पर्धी इक्जाममा सोधिएका प्रश्न उत्तरहरूको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ भने हाम्रो च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर हामीलाई थप हौसला। अहिलेलाई छुट्टिन्छौँ। भाग 4 लिएर तपाईँहरू माझमा फेरि पनि आउनेछौँ। हस्त, धन्यवाद, नमस्कार।